अहिले चाहिँ ठ्याक्कै हाम्रो चाहिँ आज कति बजेको छ भने हामी प्राय राति नै कुछौँ क्या सब्जी बोक्दाखेरि। अब राति नै पुग्नुपर्छ, बिहान झार्नुपर्छ। हेरौँ अहिले चाहिँ 1:49 गएको छ। हामी अहिले पनि कुदिरहेको छौँ। अब सुत्ने बेला भयो, हामी चाहिँ सुत्नु पर्ने हो होइन। म चाहिँ अनि गाडी यहाँ राखेर अब साथीहरूको बिजोग हेरौँ न। हाम्रो ड्राइभर लाइन सबैले भन्नुहुन्छ नि रमाइलो लाइन, बिन्दास लाइन भनेर, तर होइन क्या, लास्ट बिजोग लाइन हो। न सुत्न पाइन्छ न खाना पाइन्छ, यस्तो बिजोग लाइन हो नि। अब भाइ यसरी सुतेको छ। म आज अर्को गाडी लिएर आएको थिएँ। हेरौँ न साथीहरूको बिजोग। ल हेरौँ मैले ठ्याक्कै अब फेरि सुते आधी घन्टा मात्रै भएको छ। अब आधी घन्टा मात्रै भएको छ। अब लगभग कति 1 घन्टा सुतेर चाहिँ फेरि उठेर कुद्नुपर्छ क्या। अब 4 बजी ट्याक्कै सब्जी झार्नुपर्छ। यस्तो बिजोग हुन्छ नि यो लाइन हाम्रो। अब दुःख सम्झिँदाखेरि आँसु नै आउँछ। अब यति दुःख गर्दा पनि अब पैसा हुँदैन, के गर्नु, यति खटिनु पर्छ के भन्नु र हौ।